हेलो हेलो साथीहरू, यो हाम्रो बाबुले मात्रै दाँत फाल्न नदिएको हो कि हजुरहरूको बच्चाले पनि दाँत फाल्न दिँदैनन्। दिउँसोको बेला उसले मुखै पनि नखोलेर हामीले चाहिँ आज राति सुतेको बेला उसको दाँत फालिदिन्छौँ भनेर उसको आन्टीले चाहिँ वहाँ उसको दाँत फाल्न ट्राई गरिरहेको छ। तर उसले सुतेको बेला पनि हामीलाई दाँत फाल्न दिँदैन। निदाएको छ है, राति भएको छ, निदाएको छ, तर उसलाई थाहा छ यिनीहरूले मेरो दाँत फालिदिन्छन् भनेर थाहा छ। उसले पुरा निदमा पनि मुख खोल्दैन क्या। निदमा पनि थाहा पाएर उसले त्यो मुख नै खोल्न नदिने। उसको दुईटै तलको दाँत हल्लिएको छ। दिउँसो त उसले पनि गर्दैन। सुतेको बेला फालिदिन्छौँ भनेको सुतेको बेला पनि नदिने भयो। लौ न साथीहरू, हेल्प गर्नु पर्यो। हजुरहरूले कसरी फाल्नुहुन्छ आफ्नो बच्चाको दाँत? मेरो बहिनीले ट्राई गर्दा गर्दा थाकिसकी। उसले दिँदैन। यता फर्केको छ, उता फर्केको छ है। दाँतै फाल्न नदिने, मुख बानेर सुतेको छ। लौ न साथीहरू, मलाई आइडिया दिनु पर्यो त। हजुरहरूले कसरी फाल्नुहुन्छ उसको दाँत? मलाई यसो कमेन्ट गरिदिनुहोस् न ल। थ्याङ्क यू फर वाचिङ।